Let's welcome in my YouTube channel. मेरो नाम चाहिँ युवराज लिम्बू र म चाहिँ अहिले करेन्टली चाहिँ सिङ्गापुरमा काम गरिरहेको छु र आज चाहिँ यो इयर चाहिँ मैले फर्स्ट टाइम क्रसफिटमा चाहिँ टेक पार्ट गरेको हो र मैले टाइम ट्रायल चाहिँ एकचोटि दिइसकेको छु बट इट्स भेरी डिफिकल्ट एन्ड भेरी टफ फिजिकल इभेन्ट एन्ड एकदम साह्रो परिरहेको थियो मलाई चाहिँ किनकि मैले फर्स्ट टाइम पनि गरेको हुनाले गर्दाखेरि आफ्नो वेटभन्दा धेरै उयोहरू चाहिँ टायर फ्लिपहरू चाहिँ गर्नुपर्ने भएको हुनाले गर्दाखेरि अनि ड्र्यागिङहरू गर्नुपर्ने भएको हुनाले गर्दाखेरि हामीलाई चाहिँ एकदम साह्रो परिरहेको थियो जस्तो मलाई चाहिँ स्पेसली म चाहिँ 62 केजी छु 80 केजी चाहिँ मैले बोक्नुपर्ने ड्र्याग गर्नुपर्ने भएकोले गर्दाखेरि अनि टायरलाई चाहिँ फ्लिप गर्नुपर्ने भएको हुनाले गर्दाखेरि मलाई चाहिँ यो इभेन्ट चाहिँ एकदम टफ अनि साह्रो मेरो लेभल जस्ट मैले चाहिँ टाइम ट्रायलमा चाहिँ 31 मिनटमा पार गरेको थिएँ म त्यही भिडियोहरू चाहिँ तपाईँलाई छोटो मिठो देखाउने छु है त या म चाहिँ तपाईँहरूलाई चाहिँ सबैभन्दा सुरुमा चाहिँ मलाई एकदम साह्रो परेको इभेन्टहरूको म भिडियोहरू चाहिँ देखाउने छु है त त्यसको लागि सबैजनाले चाहिँ मेरो आजको उयोमा चाहिँ ब्लगमा चाहिँ लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला सबैभन्दा सुरुमा चाहिँ मलाई चाहिँ सबैभन्दा एकदम साह्रो परेको चाहिँ टायर फ्लिप हो टायर फ्लिप गर्दा चाहिँ एकदम मलाई चाहिँ साह्रो परिरहेको थियो टायर फ्लिप गरिसकेपछि फेरि 800 मिटर पनि कुद्नुपर्ने हुनाले गर्दाखेरि टायरलाई चाहिँ कसरी सकौँ कति छिटो चाहिँ सकेर चाहिँ कुद्नु चाहिँ मलाई चाहिँ त्यति साह्रो मलाई लाग्दैन जुन चाहिँ अब टायर फ्लिप भनेपछि चाहिँ म चाहिँ अनि टायर चाहिँ 80 केजी जति नै छ म 62 केजी छु त्यसलाई फ्लिप गर्दा चाहिँ एकदम मलाई चाहिँ एकदम साह्रो परिरहेको थियो 93 गुरुजी एकदम जोसमा हुनुहुन्छ अब 93 गुरुजी टट्ट जोसमै हुनुहुन्छ तर उहाँको हात फुस्किएको छ अहिले चाहिँ मेरो लागि चाहिँ अनि अर्को इभेन्ट चाहिँ रहेको थियो जेरिकेनमा चाहिँ अब मान्छे लुते भएको हुनाले गर्दाखेरि अब 20 केजी 40 केजी हातमा जेरिकेन चाहिँ बोक्नुपर्ने भएको हुनाले गर्दाखेरि त्यही पनि 800 मिटर कुदेर आएर जेरिकेन फेरि बोकेर सक्ने बित्तिकै फेरि 800 मिटर कुद्नुपर्ने हुनाले गर्दाखेरि त्यति बेला चाहिँ मलाई चाहिँ अलिअलि साह्रो परेको थियो नट मोर देन टायर फ्लिप जेरिकेन पनि वान अफ द हार्डेस्ट उयोमै पर्छ मेरो लागि चाहिँ किनभने 40 केजी बोक्दाखेरि चाहिँ एकदम साह्रै पर्ने रहेछ 20 केजीको इस्माइल गुरुजी रोइङ चाहिँ फर्स्ट इभेन्ट योपालि चाहिँ थपेको हो क्रसफिटमा पहिला थिएन बट मेरो लागि सबै फर्स्ट हो रोइङ पनि फेरि फर्स्ट टाइम भएर होला एकदम कुदेर आएर गलेको बेलामा गर्दाखेरि चाहिँ एकदम सास चाहिँ फुलेर है एकदम साह्रो परेको थियो जुन चाहिँ अब नयाँ पनि हो हाम्रो प्रायः जस्तो कसैले पनि गरेको छैन कि रोइङ चाहिँ बट हामीले चाहिँ अब फर्स्ट टाइम गरेको हुनाले त्यही माथि म त क्रसफिट पनि फर्स्ट टाइम गरेको टेक पार्ट गरेको एकदम साह्रोमाथि झन् साह्रो भइरहेको छ सबै फुल जोसमा हुनुहुन्छ तान्दै हुनुहुन्छ ल 93 गुरुजी जोसमा फुल जोसमा अनि अर्को चाहिँ सबैभन्दा सुरुमा भएर होला त्यो चाहिँ त्यति साह्रो पनि अलिक साह्रो पर्नु चाहिँ नपरेको सिल पुस भन्ने छ जुन चाहिँ अब एकदम हेभी वेटलाई चाहिँ पुस गरेर चाहिँ एक ठाउँदेखि अर्को ठाउँमा सारेर ल्याउनु पर्ने हुन्छ त्यो गर्दाखेरि पनि त्यो पनि अहिले यस लास्टमा भएको चाहिँ त्यो पनि साह्रो पर्थ्यो तर सुरुमा भएको हुनाले गर्दाखेरि त्यो चाहिँ एकदम यस त्यति साह्रो चाहिँ साह्रो पर्यो
तर मलाई यति मध्येमा पनि सबैभन्दा साह्रो परेको भनेको चाहिँ टायर फ्लिप एकदम साह्रो पर्दो रहेछ किनकि ढाँडहरू पनि किसिम दुख्ने अनि फेरि आर्ट सेन्टर कुद्नुपर्ने त्यो भएको हुनाले गर्दाखेरि यति 4वटा इभेन्ट मध्येमा मलाई चाहिँ वान अफ द हार्डेस्ट इभेन्ट चाहिँ टायर फ्लिप लाग्यो